हेलो एन्ड नमस्ते गाइस, म चाहिँ ऐना पहरामा छु है। ऐना पहरा है, यो चाहिँ अब भित्र जाने यहाँबाट भित्र हो। अब इन्ट्रान्स चाहिँ यो हो है। यहाँबाट चाहिँ अब भित्र छिर्ने हो साथीहरू। ऐना पहरा है, त्यो टिकट काउन्टर यो पर पर्सन 50 रहेछ। हामी दुईजनाको 100 रुपियाँ तिरेर हामी चाहिँ छिर्दैछौँ है। ल ऐना पहरा अब गयो 4। यहाँ हाम्रो दाई हुनुहुन्छ। दाई हेलो भनिदिनुहोस् है। ल हेर्नुहोस् है साथी हो है। ल हेर्नु कति राम्रो छ यहाँ इन्ट्रान्समै तपाईँको। ल हेर्नु है, एकदमै राम्रो। एकचोटि हेर्नै पर्ने, घुम्नै पर्ने ठाउँ रहेको छ है ऐना पहरा पनि। माथि उठ्दै यो अब यहाँ हात्तीको रहेछ है। यस्तरी माथिसम्म छ। अब उक्लिँदै हो, हेर्दै हो। निकै सुन्दर बनाएको रहेछ ठाउँ चाहिँ। यता चाहिँ बस्नेको व्यवस्था रहेछ। यहाँ चाहिँ झरना रहेछ। ल हेर्नुहोस् है साथी हो। उतै माथिसम्म छ। यो बाटो यति राम्रो छ यो ऐना पहरा जाँदाखेरि। ल हेर्नु यी तपाईँको फुलै फुल यति राम्रो है। हेर्नुहोस् त पुरै वेल म्यानेज छ एकदमै। एकदमै सुन्दर छ यो। बर्खाको बेला अझै सुन्दर हुँदो रहेछ झरनाहरू। ठुलो देख्दो रहेछ के हिउँदमा भन्दा अझै। ल हेर्नु साथी यो एकदमै सुन्दर। ल हेर्नु यसरी हुँदै आएको हामी चाहिँ निकै सुन्दर छ। यहाँ चाहिँ गेम रहेछ। उता पनि उतातिर यो बच्चाहरूको लागि रहेछ खेल्नलाई। यहाँ हेर्नु त कति राम्रो राम्रो आकृतिहरू। ल हेर्नुहोस् ल हेर्नु साथीहरू। ओहो यहाँ आमा छोराको एकदमै राम्रो आकृति।
एकदमै सुन्दर लाग्यो मलाई चाहिँ ऐना पोखरा। ल यहाँ ल यति भन्दै चाहिँ मेरो भिडियो चाहिँ यहीँ टुङ्गाउन चाहन्छु ऐना पोखराको। यो तनहुँको आबु खैरेनीमा रहेको छ है। तपाईँहरू हेर्न सक्नुहुन्छ। एकदमै सुन्दर लाग्यो मलाई त एकदम। ल हेर्नु झरनाको आवाज है। ल हेर्नु साथीहरू यति भन्दै चाहिँ आजको भिडियो चाहिँ म यहीँ सकाउँछु है। ल साथीहरू सबैले लभ सपोर्ट गरिदिनु होला है विनोद ब्लग्सलाई। अब चाहिँ फर्किन लागेको साथी हो। यहाँ चाहिँ यो हिँड्ने पनि छ है।